हेलो गुड इभिनिङ सबैजनालाई र स्वागत छ फेरि एकबार मेरो भ्लग्समा। र आज चाहिँ म एउटा हजुरहरूलाई एकदम राम्रो ठाउँ लोकेसनमा लिएर आएको छु र हजुरहरूले भिडियोलाई नछोडिकन हेर्नु होला। र आज चाहिँ स्पेशली एउटा ठाउँमा लाने छु हैन, जुन चाहिँ तपाईहरुले भिडियोको अन्तिममा देख्नु सक्नुहुन्छ। म चाहिँ अहिले हालैमा चाहिँ ठिकै सलामा हस्पिटलको यो मस्जिद देखिसक्नु भएको छ र तपाईहरुले यो मस्जिद र मस्जिदको पारिपट्टि मस्जिदनिर बस स्टप पनि छ र यता पारिपट्टि पनि बस स्टप छ र टक्कै अन्डरपास यो देख्न सक्नुहुन्छ। अन्डरपासको यतातिर चाहिँ यो देख्न सक्नुहुन्छ। टक्कै मस्जिदको अपोजिटमा चाहिँ 7 इमरेट सुपर मार्केट छ, हेर्न सक्नुहुन्छ। 7 इमरेट सुपर मार्केट साथैमा यममा सोरुम पनि छ र यता बस स्टप छ, त्यहाँ चाहिँ ग्रान्ड आउटलेट 7 यहाँ देख्न सक्नुहुन्छ। यो ग्रीन परेको चाहिँ सलामा हस्पिटल हो र यसकै पछाडिको लोकेसन चाहिँ हजुरहरूलाई ठ्याक्कै दिनेछु म। अहिले हालमा चाहिँ म यो बस स्टपको यो मस्जिद हेर्न सक्नुहुन्छ। बस स्टपको यो सलामा हस्पिटलको बस स्टप छ, इलेक्ट्रा बस स्टप। उता पारिपट्टि चाहिँ इलेक्ट्रा पार्क हो। यो चाहिँ उयो हो। हजुरहरू अन्तिममा हेर्दै गर्नु। यो चाहिँ तपाईँको आबुधाबी मलदेखि आउने बाटो होइन, यो बाटो आएर आबुधाबी मलदेखि। र यहाँनिर एउटा सिग्नल छ, हेर्न सक्नुहुन्छ सिग्नल। यो सिग्नल क्रस गरेपछि तपाईले यहाँनिर एउटा देख्न सक्नुहुन्छ मिस्टर बेकरी भन्ने हैन। मिस्टर बेकरी लोकेसन चाहिँ टक्क मिस्टर बेकरीको चाहिँ ब्याक साइड त्यहाँनिर कुनामा एउटा हाम्रो नयाँ ओपनिङ क्याफेटेरिया छ र त्यो क्याफेटेरियामा चाहिँ हजुरहरूले आइदिनुहोस् भनेर चाहन्छु। र यहाँनिर चाहिँ अब म टेस्ट गर्नेछु। लु कस्तो के हुँदो रहेछ, हेरौँ कस्तो स्वाद रहेछ। यहाँ देख्न सक्नुहुन्छ यो स्ट्रिट क्याफेटेरिया, यो स्ट्रिट क्याफेटेरिया। र यहाँनिर चाहिँ अब यो स्ट्रिट क्याफेटेरियामा चाहिँ अब हामी टेस्ट गरेर तपाईँहरूलाई भनेछु होइन, हाम्रो आफ्नै दाजुभाइको। र यहाँनिर चाहिँ ठक्कैसँगले बहिनी यहाँनिर चाहिँ कति बजीबाट कति बजीसम्म खोल्छ यो रेस्टुरेन्ट? ल हामीलाई एउटा दुईवटा डिस चाहियो होइन, र फटाफट प्रिपेयर गरिदेऊ त। र डिस अलरेडी मैले भनिसकेको छु होइन, त्यो डिस गरिदिनु हामी अनि खाएर हामी भन्नेछु ल बहिनी। ल ओके।